सो अहिले पनि तपाईँ के ट्रिपमै हुनुहुन्छ कि अहिले छैन त? अहिले त म सुधार केन्द्रबाट आएको कसरी ट्रिप? हो हेलो गुड मर्निङ एभ्रिवान, तपाईँहरूलाई मेरो नयाँ भिडियोमा स्वागत छ। र मैले चाहिँ आजबाट है अब इन्डियाबाट पठाउमा टिभी पाउन छोडेपछि चाहिँ मैले आजबाट एङ्गो सुरु गरेको छु होइन। र मैले चाहिँ 22 टिपको टार्गेट राखेको छु हेरौँ है त अब एङ्गोमा के कस्तो रहेछ है। सो आज चाहिँ मैले पुरै एङ्गो गर्ने भन्ने सोचले एङ्गो स्टार्ट गरेको छु भने आजको मेरो पहिलो कस्टमर चाहिँ भइसकेको छ। उहाँलाई चाहिँ लिन जानुपर्ने अलमोस्ट 2.5 किलोमिटर रहेको छ है। अब हेरौँ यार आजको अब यो एङ्गोले के गर्छ है। अब कति प्रायः साथीहरूले त एङ्गो ठिक छैन भने टिकटकतिर पोस्ट गरिरहनु भएको देखिन्छ होइन। ल यार देख्न सक्नुहुन्छ है एङ्गोको मेन समस्या भने यो रहेछ। यो म लिन जाँदै थिएँ, मलाई लिन आउनु नि भन्नुभएको थियो होइन, तर ट्रिप क्यान्सल गरिदिनु भयो कि। भनेपछि यही कारणले नै हो कि एङ्गो चाहिँ अलिक पछि पर्ने भनेको। अब ट्रिपै क्यान्सल गरिदिइसक्नु भयो क्या। म यहाँ थोरै अगाडि जाँदै थिएँ, दिमाग खराब भयो। 1 किलोमिटर कुदेपछि होइन अब टिपै क्यान्सल हानिदिइराखेँ क्या। अब क्या ल्याङ भयो। अब फेरि अर्को चाहिँ के छ फेरि यो ल यो पाराले एङ्गो गरिँदैन गाइज। 15-20 मिनटपछि मेरो पठाउमा चाहिँ एउटा रिक्वेस्ट एक्सेप्ट भएको छ होइन। म चाहिँ उहाँलाई लिन जाँदैछु। अब हेरौँ अलिकति पठाउमा रिक्वेस्ट पाउन गाह्रो, तर तपाईँलाई पठाउ चाहिँ एकदम प्रोफेसनल छ कि है। तर एङ्गो खै किन हो यार, त्यही भएर पनि होला अहिले राइडरहरूले धेरै कम्प्लेन गरिराखेको। पहिला चाहिँ आउनु रे म कुर्छु रे होइन, 1 किलोमिटर कुदिसक्यो होइन, पुरा क्यान्सल हानिदिइराखेको क्या। अब कस्तो भेजा के यो भयो भने त भेजा हुन्छ नि त होइन। गाह्रो छ साथीहरू। सर म ठ्याक्कै यो सिद्धार्थ शान्ति टोल जाने बाटो भनेर त एरर देखाएको छ नि ठ्याक्कै ओह्रालो। ए हस् सर मेरो पठाउको चाहिँ पहिलो कस्टमर आउँदै हुनुहुन्छ। ओके उता अगाडि हुनुभएको रहेछ है। सो म उहाँलाई लिन उता अगाडि जाँदैछु। झोलाले थिच्यो ओके। ए सामान मात्रै लैजाने हो? ए ओके ओके नत्र फेरि हजुर हो। ए ठिक छ। नौरा सिलाल सर भने हजुर हो र होइन? उताबाट हो ए हस् ल हुन्छ ठिक छ। मिल्छ भने यसो मेरो च्यानललाई नि टक्क सब्सक्राइब हानिदिनु होला। सोधिहाल्नु भयो होइन। आइसक्नु भयो हेलो हाई भनिदिनु न। ठिक छ। त्यो जुन मेरो नाम छ नि पठाउमा त्यही नै छ च्यानलको नाम पनि। ओके हस् ल। भनेपछि 3 जना मैले सब्सक्राइब भेटिसकेँ हो त पहिलो राइडमै। हस् ल धेरै धन्यवाद तपाईँहरूलाई। अब मलाई पनि जिताइदिनु होला घन्टिला जिता जसरी होइन। जति धेरै सब्सक्राइबर भयो त्यति धेरै फाइदा हो नि त। हस् ल हस् धन्यवाद है त सर, साह्रै मजाको हुनुभएको रहेछ। हस् तपाईँहरूकै क्याफे छ हो सर? त्यो हाम्रो बस्ने घर हो कि के हो? ए सुधार केन्द्र हो त्यो? ए ओके ओके ठिक छ। उहाँ दाइ चाहिँ त्यहाँको बडी गार्ड जस्तो हुनुहुन्छ क्या हो। तर मान्छे फेरि डेन्जर भयो नि, एकदम हम्बल हुनुभएको रहेछ होइन। ठिक छ। ए ठिक छ। ओके ठिक छ। तपाईँ चाहिँ के कारणले चाहिँ सुधार केन्द्र बस्नु पर्यो भन्न मिल्छ? कारणले भन्दा पनि अब कारण त अब धेरै छ होइन दाइ। हजुर अब एकचोटि मात्र होइन, म 5 चोटि सुधार केन्द्र बसेँ। ओके नसा खाने बानीले गर्दा त नसा पनि अब सानै उमेरदेखि खाएँ होइन। हजुर फेरि बाहिर थाइल्यान्डतिर पनि गइयो। हजुर थाइल्यान्डतिर गएपछि झन् अब त्यहाँ डेन्जर अब ड्रग्सहरू भेट्ने क्या। हजुर त्यो ड्रग्स खाँदाखेरि त अब कस्तो हुने भने हजुर डर लाग्ने भने त्यो भित्रभित्रै डर लाग्ने। हजुर अब हाम फालिदिउँ, अब माथिबाट हाम फालिदिउँ जस्तो लाग्ने, पानीदेखि पनि डर लाग्ने क्या। ए ओके म फेरि ब्याक नेपालमा आएँ, अब चाहिँ यहाँ बस्यो भने चाहिँ म सिकिन्छ ओके जस्तो लागेर अनि फेरि नेपालमा आएर सुधार केन्द्र छिरिहाल्यो। ए वान अफ द बेस्ट रियाब हो क्या यो। ओके ललितपुर जिल्लाकै भनौँ न यो चाहिँ यो अहिले कन्ट्रोल एडिक्सन नेपाल। ओके भेरी गुड फेसिलिटी पनि छ, एकदम केयरिङ पनि गर्छ। अरू रियाब म धेरै ठाउँको रियाब बसिसकेँ हो। ओके भन्दाखेरि म धेरै ठाउँको रियाब बसेँ। यो चाहिँ वान अफ द बेस्ट रियाब।
ओके तपाईँको अनि यसरी 5 चोटि बस्दासम्म भने होइन हजुर तपाईँको के लाइक तपाईँमा इम्प्रुभमेन्ट नआयो या तपाईँले आफूले आफूलाई कन्ट्रोल गर्न सक्नु भएन के हो कन्ट्रोल चाहिँ गर्नै नसक्ने भने किन अब साथीभाइ पनि हो एउटा होइन ओके यो ब्याड सर्कल पनि हो ओके त्यहाँ अब तपाईँ अब केही स्नोकर हाउसमा जानुहुन्छ भने स्नोकर हाउसमा खाने साथीहरू भेटिहाल्छ भेटिन्छ ओके भेटिएपछि अब त्यो 1 दिन नखाला 2 दिन नखाला त्यस्तो दिनमा खान मन लाग्छ ओके अब फेरि खाएर गेम खेल्दाखेरि छुट्टै मजा क्या ओके पब्जीहरू फ्री फायरहरू भयो ओके आएपछि चाहिँ गेम खेल्न आहा यस्तो मजा लाग्ने क्या ओके। जाँदाखेरि चाहिँ केही इच्छै नलाग्ने न ओके। बोल्न मन लाग्ने होइन हजुर। न सुत्न मन लाग्ने न खान मन लाग्ने ओके त्यस्तो हुने क्या ए अनि तपाईँलाई नखाएको बेला होइन तपाईँलाई थाहा छ कि यो कुरा गलत हो मैले यसरी यो ड्रग्सहरू खाँदै गर्दा मेरो फ्यामिलीलाई कति असर पर्छ त्यो कुरा तपाईँले बुझ्नुहुन्छ नि होइन र त्यो त बुझ्नु त बुझिन्छ ओके। यो यस्तो अब भनौँ न अब यो वान अफ द यो पावर क्या ड्रग्सको पावर है यस्तो पावर क्या ओके त्यो एक्चुअली कस्तो फिल आउने भन्दाखेरि होइन म आज खान्छु म भोलि पर्सि खान्न भन्ने फिल आउने क्या ए खाएँ ओके होइन हजुर मैले आज खाएँ म आज गुड ट्रिपमा बसिरहेको छु ओके भोलि ओके पर्सि मलाई खान मन लाग्दैन तर फेरि अर्को दिनमा त मलाई खान मन लाग्यो नि त सही हो मलाई ट्रिप चाहियो नि त त्यो ट्रिपमा बस्दाखेरि आनन्द छुट्टै हुन्छ नि त है ओके ओके रमाइलो हुन्छ कि कुरा पनि कुराकानी गर्न पनि रमाइलो हुन्छ सबैतिर फेस गर्न पनि रमाइलो हुन्छ सेल्फ स्टिम पनि हाई बनाइन्छ ओके सो अहिले पनि तपाईँ के ट्रिपमै हुनुहुन्छ कि अहिले छैन त अहिले त म सुधार केन्द्रबाट आएर कसरी ट्रिप ओके होइन न त तपाईँ फेरि गफ गर्न मजा आउँछ भन्ने भएको छ मजाले गफ गरिरहनु भएको छ न फेरि ट्रिपमा हो कि होइन अहिले म अब यहाँ ओके। लगभग 2 वर्ष भइसक्यो नि त ओके ओके म बोल्न नसक्ने भइसक्यो मेरो सेल्फ स्टिमहरू एकदम लो भइसक्यो नि ओके ओके गर्न नसक्ने रिस उठ्ने ओके एङ्गर मात्र आइरहने ओके भाग्दै मन लाग्ने सुधार केन्द्रबाट ओके अनि अहिले त अब 2 वर्षसम्म त भित्र सिकाउँछ नि त तपाईँ एक्टिभिटिजहरू हुन्छ नि त हो फेस हो गर्ने ओके के हिसाबले चाहिँ जाने पोजिटिभ कसरी हुने भन्ने कुरा सबै कुराहरू भित्र सिकाउँछ नि त ओके। त्यो हिसाबले गर्दा नि अहिले बोल्न सिकायो क्या Hmm, पहिला फेरि म रियाब बसेर हजुर पहिला फेरि अरू रियाबमा स्टाफ पनि गरिसकेको ओके 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 मोटिभेसनल क्लासहरू पनि लिने गर्थेँ कि ओके ओके भेरी गुड भेरी गुड बिल्डअपहरू भइरहेको ओके ठिक छ ठिक छ रिल्याप्स भयो तपाईँको कुराहरू सुन्दै गर्दा होइन टुबी भनेपछि मेरो शरीरले कस्तो जिरिङ्ग जस्तो फिल किन भएछ भने हजुर मान्छे यार यस्तो पनि हुन्छ भने जस्तो लागेको हुन्छ नि त हजुर अब तपाईँ त्यत्रो 5-5 रियाब बसेर पनि त्यसपछि फेरि नसकेर पनि होइन भनेपछि तपाईँ आफै हेर्नु त ड्रग्सको नसा भने कस्तो बवाल हुँदो रहेछ होइन एकदम सो तपाईँलाई त्यो जुन हाम्रो यङ बच्चाहरू छ नि जो चाहिँ भर्खर होइन सुरुको फेजमा छ त्यो बच्चाहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ भन्नु त त्यो बच्चाहरूलाई चाहिँ अब के भन्नु मैले पनि अब बच्चैदेखि स्टार्ट गरेँ हो बच्चैदेखि होइन एउटा चुरोटबाट स्टार्ट गरेँ हो ओके चुरोट खाँदा त के हुन्छ भन्ने सोच आउँछ सुरुमा ओके अरूहरू देख्दा पनि अब हामीभन्दा अब सिनियर दाइहरूले चुरोट खाएर फुफु गरेर उडाएको हेर्दा पनि क्या मजा आउँथ्यो कि त्यति बेला चाहिँ ओके त्यो चुरोट खाइसकेपछि चुरोटबाट फेरि माथि लेभलमा जान मन लाग्छ क्या Hmm, अनि त्यो अहिलेको यो बच्चाहरूलाई चाहिँ के भन्न चाहन्छु भने अब चुरोट त खायो होइन हजुर हजुर चुरोटसम्म खाँदा सोसियल एउटा आफ्नो लिमिट हुन्छ क्या दाइ अब हजुर। सोसियल ड्रिङ्करहरू पनि छ नि हो हो म्यानेज गरेर खान्छ नि त सही हो सही म्यानेजै गर्न सक्दैन क्या हो र अनि सर तपाईँलाई छ नि ओके अब तपाईँले चुरोटबाट स्टार्ट गर्छ भन्नुभयो होइन तर मेन चाहिँ तपाईँलाई त्यो जुन हाम्रो चुरोट खान सिक्ने अनि त्यसपछि यस्तो कुलतमा फस्ने मेन रिजन चाहिँ के हुन्छ लाइक अब बच्चाहरू चाहिँ त्यस्तोमा फस्नुको मेन रिजन के बाउ आमाको केयरलेस हो या तपाईँलाई साथी सर्कल हो के हो सर वास्तवमा बाउ आमाको केयरलेस भन्न चाहिँ मिल्दैन यसमा मिल्दैन है बाउ आमाले त आफ्नो छोरा बिग्रिएको भनेर कसले पनि छोरा बिग्रिन्छ भने कसले पनि सोध्दैन नि त छोराछोरी बिग्रियोस् भनेर समाजको चाहिँ एउटा दोष हो क्या समाज हो है समाजलाई कस्तो लाग्छ भने त्यसको छोरा बिग्रियो भने चाहिँ हजुर खुसी जस्तो महसुस हुन्छ नि त ओके ओके सबै समाज एउटै राम्रो सबै समाज राम्रो हुँदैन नि त हुँदैन ब्याड समाज पनि हुन्छ यतातिर राम्रो समाज पनि हुन्छ सही हो सही हो कसले त अब तपाईँको छोराले गल्ती गरिरहेछ है भनेर घरमा गएर भनिदिन्छ नि त हो कसै के भन्छ भने ए बाबु तैँले चुर खाइस् ल राम्रो गरिस् हो चुर खानुपर्छ केटा मान्छे भए चुर खानुपर्छ है झन् उयो गरिदिन्छ क्या मान्छेलाई झन् मोटिभेट एउटा उसले चाहिँ लाइक लाग्छ कि यो बच्चाले राम्रो काम गरेछ भन्ने टाइपले चाहिँ उसलाई प्रेजेन्ट गराइदिन्छ होइन ओके 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 भनेपछि त ओहो मैले चुर खाइसकेँ म त अब हिजो जस्तो हो हजुर त्यसपछि ऊ अनि भनौँ न अर्कै इन्भाइरोमेन्ट अर्कैतिर जान्छ क्या हजुर 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 अनि बिस्तारै अब गलत कामहरू त गरिहालिन्छ गरिन्छ है भन्ने कुरा एक दिन आएर पुग्दैन
हजुर। दैनिकी खानु पर्यो, दैनिकी खाँदाखेरि कहिले पैसा पुग्ला कहिले पैसा नपुग्ला, पैसा नपुगेपछि त्यही त हो नि, बुवा आमाले नि दैनिकी त दिन सक्दैन, पछि अब कुलत बाटोमा हिँडेर चोर्ने है, मोबाइलहरू झ्यापान्ने, मोबाइलहरू झ्यापान्ने। ओके, पसल फोड्ने, ए यो भनेपछि सब हामीले त्यो ड्रग्सकै लागि गरेको धन्दा भनौँ न त्यही लागि होइन। ओहो, यो केटीको लागि त गर्न सक्दैन यस्तो काम, गर्न सक्दैन, ड्रग्सकै लागि है। तपाईँ अब विगत 2 वर्षदेखि रियाबमा हुनुभएको रहेछ होइन, भनिसकेपछि तपाईँले चाहिँ अहिले लाइक टोटल्ली 2 वर्षदेखि चाहिँ आफूलाई एकदम पुरै कन्ट्रोलमा राखिरहनु भएको छ नि। कन्ट्रोल भन्दा पनि कन्ट्रोल त मैले राख्नु त राखिरह हो दाइ होइन। हजुर हजुर, यो कन्ट्रोल कति बेरसम्म रहन्छ भन्ने चाहिँ मलाई पनि थाहा छैन। तपाईँ आफूलाई पनि थाहा छैन है। हजुर, किनभने म एकचोटि मात्र होइन, बारम्बार भइसक्यो मेरो। पहिला पनि मैले यही भन्थेँ म कन्ट्रोल गर्न सक्छु भनेर। खासमा यो कन्ट्रोल भन्दा पनि म्यानेज चाहिँ गर्नुपर्ने रहेछ भन्ने विषयमा लाग्यो क्या, तर कति हिसाबले म्यानेज गर्ने भनेर। अब मलाई मेरो फेरि अब चोइस अफ केमिकलहरू भन्दाखेरि चाहिँ यो एम्पलहरू, सुईहरू, अनि व्हाइट कोकिन, सुगर, ब्राउन सुगर, ओके, सबै यो अलराउन्डर मैले चाखिसकेँ क्या। चाहिसक्नु भयो। तर फेरि मलाई सबभन्दा हेड लाग्ने हुने चाहिँ रक्सी हो। रक्सी, अब हामी नसा छोड्नलाई पनि केही न केही नसा चाहिँ हुनुपर्ने रहेछ क्या हामीमा। ए ओके ओके। अनि तपाईँ यस्तो खतरा चिजहरू चाहिँ तपाईँलाई एक हिसाबले भने हेड नलाग्ने, अनि रक्सी नै चाहिँ वाइ के भन्नु भयो तपाईँलाई त्यस्तो खतरा चिजहरू, त्यो जुन तपाईँले जति नामहरू भन्नुभयो नि होइन, त्यस्तो चिजलाई चाहिँ तपाईँले एक हिसाबले भने हेड गर्नु भएन भनौँ न, त्यही हुनाले त तपाईँले छोड्न सकिरहनु भएको छैन नि त होइन। तर तपाईँले रक्सीलाई चाहिँ हेड गर्नुहुन्छ भनेपछि वाइ किन? किनभने एउटा हामीलाई ड्रग्स खाएपछि शान्त भएर बस्न मन लाग्छ। ओके, होइन, ड्रग्सले त हाम्रो भित्रको डोपामिनलाई रिलिज गरेर हजुर एकदम रमाइलो खालको ट्रिप क्या, ओके, आनन्द खालको ट्रिप। अब यो अहिले हेर्दाखेरि यो कस्तो एकछिन आनन्द जस्तो लागिरहेछ, के छैन, यो साधारण छ नि त, यो साधारण। ओके ओके, यो नर्मल ड्रग्स पऱ्यो नि होइन, डोपामिन रिलिज भयो नि, हजुर, त्यसपछि यो मजाले यस्तो मजाले खुल्छ क्या, यो तपाईँको भिजनहरू हुन्छ नि ओके, यस्तो क्लियर हुन्छ, त्यो मान्छेले के बोलिरहेछ नि ठ्याक्कै कानमा थाहा हुन्छ। ओहो, एक्टिभ हुन्छ क्या, सबै इन्द्रिय भित्रको यो पार्ट पुर्जाहरू एकदम एक्टिभ भएर सबै काम गरिरहेको हुन्छ क्या, तपाईँलाई मजा आउँछ। अब रक्सी खाँदाखेरि तपाईँ आफै हेर्नुहुन्छ, रक्सी खाँदाखेरि त हो हल्ला गर्नु पर्यो होइन, झगडा गर्नु पर्यो, ठुल्ठुलो बोल्नु पर्यो, भएर चाहिँ रक्सी चाहिँ मलाई चाहिँ अलिकति फेरि मेरो घरमा चाहिँ फेरि रक्सी चाहिँ फेरि तपाईँ खानु चाहिँ भन्छ घरमा होइन, रक्सी चाहिँ खाऊ अरू नखाऊ भन्छ, तर त्यही रक्सीले गर्दा चाहिँ फेरि म बारम्बार फेरि रिल्याप्स हुने कारण पनि हो है फेरि। ए ओके ओके, त्यो रक्सीकै कारण, किन तपाईँ रक्सी खानुहुन्छ, रक्सी खाइसकेपछि तपाईँलाई लाइक एउटा त्यो छुट्टै खालको एउटा तपाईँको के भन्छ त्यो फिलिङ्स आउँछ नि त होइन। सो त्यो फिलिङ्स आइसकेपछि त्यही तालमा गयो फेरि तपाईँले रिल्याक्स हान्दै होइन। रक्सी खाइसकेपछि के हुन्छ नि, रक्सीको त्यो नसाले ओके हामीलाई मन पर्दैन क्या, ए हामीलाई मन पर्दैन। अब भित्र अब हाम्रो त सिरिङ्ग बनाइसक्यो, खाएपछि रक्सी पनि एउटा ड्रग्स जस्तो त हो नि, सही हो, सिरिङ्ग बनाइसक्यो। अब त्यो ट्रिप हामीलाई मन पर्दैन, त्यो ट्रिप मन नपरेपछि हामीले अर्को ट्रिप चाहिँ हाम्रो पुनः भनौँ न त्यो ब्याक चोइस अफ केमिकल ओके जुन हामीले युज गरिरहेको थियो त्यही खान मन लाग्छ क्या। तपाईँ अहिले एक्ज्याक्ट उमेर चाहिँ कति भयो तपाईँको भन्नुपर्दा? ठ्याक्कै 31 भयो। 31 भयो, 17 वर्षदेखि खान थालेँ होला। 17 वर्षदेखि 17 वर्षदेखि खान थालेँ भनेपछि मेरो यो रियाबको मात्रै जर्नी चाहिँ मेरो 12-13 वर्ष भइसक्यो। रियाबको जर्नी मात्रै आमा भनेपछि 17 वर्षको त्यही खान थालेँ, 19 वर्षमा म रियाब परेँ। ओहो, भनेपछि तपाईँको घरै यतै हो? हजुर, घरै यतै। घर कता हो? यतै छाली क्लबतिरै भनौँ न। ए ओके भनिसकेपछि तपाईँको एक हिसाबले नि तपाईँ राम्रै ब्याकग्राउन्डबाट हुनुहुन्छ होइन, फ्यामिली ब्याकग्राउन्ड तपाईँको, किनकि कोही पनि मान्छे तपाईँलाई यत्रो 12 वर्षदेखि चाहिँ रिया बस्न सकिँदैन नि त, किनकि तपाईँलाई इभन रिया बसेको तपाईँले मन्थली पे गर्नुपर्छ होइन। मन्थली कति पे गर्नुपर्छ? मन्थली यो 25,000 देखि 45,000 अनि ल हेर्नु त, भनेपछि तपाईँलाई भन्ने हो भने एउटा मिडल क्लास फ्यामिलीले काठमाडौँमा कमाउने भनेको त्यही 25,000 हो होइन। भनेपछि तपाईँलाई चाहिँ एउटा छोरालाई सुधार गर्नको लागि चाहिँ प्रत्येक महिना तपाईँलाई 25,000 खर्च भनेपछि तपाईँले इन्टु 12 वर्ष गर्नुभयो भने तपाईँ कति लाख चाहिँ गइसक्यो त तपाईँलाई सुधार्नेमा भनौँ न, धेरै गइसक्यो। भइसकेपछि तपाईँ अझै पनि भन्नुहुन्छ कि अब म कहिलेसम्म कन्ट्रोल गर्न सक्छु, तपाईँलाई त्यो लाग्दैन त्यो गलत सोचाइ हो? गलत सोचाइ त हो एउटा एक हिसाबले, के भन्दाखेरि एकदम यो भनौँ न अब के
के भन्छ यो उयो पनि हुनु हुँदैन, कन्फिडेन्स पनि हुनु हुँदैन क्या, ओभर कन्फिडेन्स। ओके ओके मलाई थाहा छ नि त मेरो भित्र के समस्या छ भनेर। Okay. अब मैले अहिले आएर अब म अब 2 वर्ष जति क्लिन भइसकेँ, मैले 2 वर्ष जति थाहा छैन, अब म छोड्न सक्छु भनेर यो एउटा बोल्नु भन्दा त होइन, म कन्ट्रोल चाहिँ गर्न मलाई अलिक गाह्रो नै हुन्छ अहिले, बिस्तारै बिस्तारै हेर्दै जाउँ होइन। Okay. ओभर कन्फिडेन्स चाहिँ बस्नु हुँदैन रहेछ क्या। फर्स्ट रियाबमा फर्स्टचोटि म रियाब बस्दाखेरि हजुर अनि त्यसपछि म लगभग 8 महिना जति क्लिन थिएँ। ओके 1 मन्थसम्म मैले नखाएको। त्यसपछि बाहिर निस्किँदा मलाई दाइहरूले त अब छोड्न सक्छस् त भन्दाखेरि दाइ सकिहाल्छ नि दाइ, यति चाहिँ अब छोड्न त रहेछ दाइ, यति चाहिँ अब नखाएपछि त भइहाल्यो नि दाइ, छोड्न सकिहाल्छ। तर त्यो मेरो ओभर कन्फिडेन्स भयो क्या। ओके 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 त्यसले गर्दा पनि फेरि म रिल्याप्स हुने एउटा रिल्याप्स ट्रिगर हो क्या, एउटा मुख्य कारण पनि हो। ओभर कन्फिडेन्समा चाहिँ बस्नु हुँदैन रहेछ। ठिक म छ। कन्ट्रोल चाहिँ गर्न सक्छु, तर कति बेरसम्म कन्ट्रोल गर्छु भने चाहिँ मलाई थाहा छैन। ठिक छ। त्यो एउटा ब्लाइन्ड फेथ प्रोग्राम हो नि त। यार तपाईँलाई यो सुन्दै गर्दा भन्ने हो भने हाम्रो अब तपाईँ जस्तो त त्यहाँ कयौँ मान्छे होला होइन। अब सबैजना तपाईँको सबैजनातिर यहाँ बस्ने भाइ बहिनी जो हुनुहुन्छ तपाईँकै जस्तो राम्रो फ्यामिली ब्याकग्राउन्ड पनि नहोला होइन। त्यो भएको कारणले चाहिँ यो सुन्दै गर्दा साह्रै दुःख लाग्यो। आई होप इन द फ्युचर तपाईँलाई चाहिँ मैले एउटा के भन्छ यस्तै बिग्रेको होइन, यस्तै कुलतमा फसेको बच्चाहरूलाई चाहिँ तपाईँले चाहिँ एउटा गाइडेन्स गार्जेन बनेर होइन एउटा तपाईँले गाइडेन्स गर्नुहुन्छ भनेर म प्रे गर्छु। जस्तो कि तपाईँले त यो कुलतमा फस्दै गर्दा के हुन्छ होइन, कस्तो कस्तो भोग्नुपर्छ त्यो त तपाईँले A to Z यत्रो विगत 12 वर्षदेखि त भोगिसक्नु भयो नि त। भने तपाईँभन्दा यङ भाइ बहिनीहरू पनि यस्तोमा फसिराखेको होलान्, तपाईँले चाहिँ तिनीहरूको एउटा गार्जियनको भूमिका निभाउनुहुन्छ भन्ने म चाहिँ प्रे गर्छु कि त्यसको लागि है। अब तपाईँले चाहिँ 2 वर्षसम्म खाना छोडिसकेको मान्छे त्यो फेरि खानु भनेको चाहिँ तपाईँलाई त्यो एउटा भनाइ छ नि, कुकुरको पुछार 12 वर्ष ढुङ्गा राख्यो नि त्यो भने जस्तै। सो त्यस्तै त्यो तपाईँको जिन्दगीमा लागु हुन जान्छ के भनेपछि 2 वर्षसम्म नखाँदा त म बाँचेको छु भने, बाँच्न सक्दो रहेछु भने म किन खाने त त्यो। त्योभन्दा बरु तपाईँलाई यदि फेरि त्यस्तै पहिलेको साथीहरूसँग भेटेर रिल्याप्स हुने तपाईँको पोसिबल धेरै हाई छ भने तपाईँले त्यो साथीबाट बरु टाढा बस्दिनुहोस्, त्यो साथीसँग भेटघाटै नगर्नुहोस् के होइन।